होइन बहिनी के छ भाइ के छ भाइ बहिनीको खबर हामी 26 को पहिलामा यात्रा गरिरहेछौँ यहाँनिर हामी अबको 26 25 यस्तै भयो 26 चाहिँ अब एकदमै राम्रो हुनेछ हाम्रो सबै कुराहरू चाहिँ अब हाम्रो एकदमै सबैजनाको राम्रो हुनेछ र राम्रो होस् त्यही शुभकामना खुसियाली चलोस् ल साथीहरु सबैजनालाई वेलकम ब्याक टु माई न्यू भिडियो है सबैजनालाई ह्यापी न्यू इयर सबैजनालाई 2026 सालको चाहिँ सबैजनालाई शुभकामना ह्यापी न्यू इयर सबैको यो वर्ष चाहिँ 2025 जे जस्तो भयो हैन भयो सक्यो अब 2026 अझ राम्रो होस् सबैको मेरो सायद मेरो लगायत सबैजनाको चाहिँ अब आउने 26 साल चाहिँ एकदमै राम्रो होस् है राम्रो उन्नति प्रगति होस् सबैजनाको र म चाहिँ आज निस्किदै छु म र साथी चाहिँ निस्किदै छौं जागृततिर सेन्टरतिर आज अब न्यू इयरको दिन हुन त अब भर्खर टाइम त छ अझै हामी किनभने अलिक छिटो निस्किरहेका छौं अब पुग्दा ओर्दा पुग्नुलाई 1.5 घण्टा लागिहाल्छ हामी चाहिँ ड्युटीबाट आएर नि यसो खाजा खाएर चाहिँ अब हामी निस्केको भर्खर ड्युटीबाट आएर रेडी भएर निस्किसकेको छौं अब एकैचोटी तपाईहरुलाई चाहिँ म उता गएर न्यू इयर कस्तो हुन्छ यहाँको हैन यसपालि न्यू इयर अब सेलिब्रेसन कस्तो के हुन्छ तपाईहरुलाई देखाउने नै छु जाडो एकदमै छ -2 हैन -1 2 छ एकदमै जाडो छ र अब गाडीको वेटिङमा छु हामी जाँदै छौं यहाँ हुनुहुन्छ यता घरहरु यस्तो झिलिमिली भइराछ अहिले अब क्रिसमसमा चाहिँ यहाँनिर तिहारको भाइब्स दिन्छ का त्यो चाहिँ मलाई नेपालको आनन्द नेपालको जस्तो लाग्छ का यहाँ क्रिसमसमा चाहिँ उता हेर्दा हाम्रो घर अगाडिको होटल झिलिमिली छ हामी जाँदै छौं सेन्टर घोडे पार्कतिर अब तपाईहरुलाई उतै गएर चाहिँ म सबै कुराहरु देखाउने छु साथीहरु पनि आउँदैछ है साथीसँग पनि भेटघाट हुन्छ सबैजनासँग रमाइलो गर्ने आज हामी दुई भाइ मात्रै हो अरु चाहिँ नजाने भनेर खानासाना बनाउँदै छ हामी चाहिँ खाजा खाएर निस्केको हो गाडी आउनुलाई अब 10-5 मिनेट छ अब हामी यहाँनिर एकदमै यमसर म चाहिँ निस्किसकेको छु गाडीको वेटिङमा अहिले 7:30 भइसकेको छ रातिको ल साथीहरु हाम्रो चाहिँ यहाँनिर साथीसँग भेटघाट भइसक्यो यहाँ मेरो साथी एकदमै डान्स ओ श्वेतन रोजनन म प्रिय तेल अब दोब्रो मेरो साथीसँग चाहिँ भर्खर भेट गरेर मैले चाहिँ ब्लग भर्खर स्टार्ट गरे अघि गरे थिएन घरमा अथवा त्यो भएर चाहिँ साथीसँग फेरि भिडियोमा देखिन का मैले तिमीलाई त्यो मोबाइल स्ट्यान्ड पनि थिएन त्यो ठिक छ अब यहाँ त्यस्तै त हो नि अघि तिमी त ग्याङै 10-15 जना थियो ग्याङ ग्याङ त ल आजको न्यू इयर 2026 लाग्नै आँटिसकेको छ साथीसँगै बसेर चट्ट ह्यापी न्यू इयर एकदमै रमाइलो हुनेछ युट्युब फ्यामिलीलाई ह्यापी न्यू इयर सबैजनालाई र सन्देश साथीको युट्युब फ्यामिलीलाई नि सबैजनालाई ह्यापी न्यू इयर र नेपालमा त न्यू इयर स्टार्ट भएर चाहिँ अब सबैजना सकिसक्यो होला यहाँनिर हामी आइसकेको छौँ यताको यो चाहिँ कोर्सियाको ठमेल होइन म पहिला फर्स्ट टाइम आउँदाखेरि अनि डुलेको थिएँ त्यतिखेरदेखि चाहिँ इन्डियन भनेर देखेको थिएँ ओके हेर्नु होला यहाँको भ्यू नाइट भ्यू यस्तो छ उता प्रोग्राम चलिरहेछ नाइटको तर जाडोमा ल है साथीहरु हामी चाहिँ आइसकेको छौँ यहाँनिर भाइ बहिनीहरुलाई
होइन बहिनी के छ भाइ के छ भाइ बहिनीको खबर कस्तो छिटो आयो डिस्टर्ब भयो कि भाइ अब अलि त हुन्छ ए यहाँ त झन् भिड छ अलि पछाडि Privremeno prekidam ovaj fitness program zbog važnog priopćenja. Ušli smo u zadnje minute velike završnice. Situacija je napeta. Nadam se da ste do sad već prekršili sve novogodišnje Don't pack this, Eda. Don't pack it. Još više od toga. Ajmo još jednom čuti Yeah, was it kako in je Zagreb pučan i dobar danas. Ajmo! Još malo! Minute! Nadam se da ste odabrali koga ćete poljubiti danas. Prvoga, jeste? Jeste li pripremili svoje pjenušce, svoje pakarske vodice? Jeste li odlučili do koliko ćete danas pati? Šta ćete sutra jesti? Sargon ili bunsek? Uopće nije bitno. Bitno je da smo danas svi ovdje, da je ovo prekrasna slika koju šaljemo u svijet. Bravo još jednom Zagrebe, svaka nam čast da plještite. Boys, we are broken boys. We are broken. ल साथीहरु सबैजनालाई ह्यापी न्यू इयर अब इन्ड भइसकेको छ 2025 हामी 26 को पाइलामा यात्रा गरिरहेछौं यहाँनिर हामी अबको 26 25 यस्तै भयो 26 चाहिँ अब एकदमै राम्रो हुनेछ हाम्रो सबै कुराहरु चाहिँ अब हाम्रो एकदमै सबैजनाको राम्रो हुनेछ र राम्रो होस् त्यही शुभकामना खुशियाली चलोस्
सफलता मिलोस् होइन हो त्यही नै हो सबै कुरा राम्रो होस् हेर्न सक्नुहुन्छ यहाँको वाह